नेपालको कन्टेक्स्टमा इमर्जेन्सी सर्भिसेस भनेर के बुझिन्छ? डेफिनेटली मान्छेलाई तत्कालीन के हुन सक्छ त्यतिखेर हामीले तुरुन्तै हस्पिटलको इमर्जेन्सी वार्डमा पुर्याउनु पर्ने हुन्छ। तर प्राय जसो हामीले नेपालको सन्दर्भमा हेर्ने हो भने इमर्जेन्सी भएर नै हस्पिटल पुर्याउँदाखेरि त्यहाँनिर डाक्टरहरू नहुने त्यस्तो समस्याहरू धेरै नै देखिएको छ। फर एक्जाम्पल मानिलिउँ कसैलाई इमर्जेन्सी ट्रिटमेन्ट गर्नु पर्यो, हामीले घरबाट एम्बुलेन्सबाट इमर्जेन्सी वार्डतिर हामीले लग्दैछौँ भने त्यहाँनिर हस्पिटल पुग्ने बित्तिकै तपाईहरुलाई के गरिन्छ भन्दाखेरि फर्म भर्न लगाइन्छ। जबकि त्यहाँ एकदमै गाह्रो भइरहेको हुन्छ पेशेन्टलाई, त्यो फर्म भर्दै गर्दाखेरि त्यो पेशेन्टलाई इमिडिएटली सर्भिस दिन नसक्दा ज्यान पनि जान सक्ने अवस्था हुन सक्छ। तर त्यो कुरामा नेपालको हस्पिटलहरूले सिरियसली लिइरहेको अहिलेको सन्दर्भमा देखिरहेको छैन। हामीले बाहिरकै डेभलप्ड कन्ट्रिजहरूको एक्जाम्पल लिने हो भने कुनै पनि मान्छेलाई हामीले एम्बुलेन्स बोलाएर लग्दैछौँ भने एम्बुलेन्सभित्र नै त्यहाँनिर स्पेसलाइज डक्टरहरू राखेको हुन्छ र त्यो स्पेसलाइज डक्टरहरूले फर्स्ट एड ट्रिटमेन्ट अगाडि नै एम्बुलेन्समा नै सबै त्यहाँनिर इक्विपमेन्ट्सहरू भएर लगेर दिएर अनि त्यसपछि हस्पिटल पुर्याएर राम्रोसँग ट्रिटमेन्ट गरिरहेको देखिन्छ। र नेपालको सन्दर्भमा एम्बुलेन्सभित्र पनि हामीले कुनै पनि स्पेसलाइज्ड इक्विपमेन्ट्सहरू, फर्स्ट एड ट्रिटमेन्टहरू, स्पेसलाइज डक्टरहरू त्यहाँनिर एम्बुलेन्समा बसिएको देखिँदैन। र त्यसले गर्दाखेरि हामीले हस्पिटलसम्म पुर्याउँदाखेरि एक त त्यहाँनिर इमर्जेन्सी वार्डमा हस्पिटलमा डक्टर्सै नहुने समस्या अहिले धेरै देखिरहेको छ। र धेरैको कम्प्लेन्ट्स पनि इमर्जेन्सी वार्डमा गयो त्यहाँनिर डक्टर नै छैन, हैन? अब डक्टर आउँदैछ भनेर 2 घण्टा पनि वेट गर्नुपर्ने अथवा 4 घण्टा पनि वेट गर्नुपर्ने तर पनि डक्टर नआइदिने त्यस्तो समस्याहरू भइरहेको धेरै नै छ। र यो सन्दर्भमा नेपालको कानुनमा के लेखेको छ र यस्तो तपाईलाई पनि पढ्न गयो भने के गर्नुपर्छ, लिगल एक्सनहरू हामीले कसरी लिन सकिन्छ भनेर यो भिडियो त्यसैमा आधारित छ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। सुरुमा हामी इमर्जेन्सी सर्भिसेस भनेको के हो त्यो बुझौँ। इमर्जेन्सी सर्भिसेस भन्ने बित्तिकै तत्कालीन इमिडिएटली सेकेन्ड नै हामीले पेसेन्टले पाउनुपर्ने हाम्रो अधिकार रहेको छ। जस्तै हामीले नेपालको संविधानको धारा 35 मा हेर्यौँ भने त्यहाँनिर कुनै पनि डक्टरले इमर्जेन्सी सर्भिसेसहरू डिनाई गर्न पाउँदैन भन्ने त्यहाँनिर प्रावधान छ। र अर्को कुरा डक्टर्सहरू इमर्जेन्सी वार्डमा 24/7 त्यहाँनिर हुनै पर्ने भन्ने प्रावधान पनि छ। र अर्को कुरा तपाईले नेपाल मेडिकल काउन्सिल एक्ट अथवा हाम्रो पब्लिक हेल्थ सर्भिस एक्टमा मेडिकल हेल्थ सर्भिस एक्टमा तपाईले हेर्नुभयो भने त्यहाँनिर कुनै पनि इमर्जेन्सी सर्भिसमा अनिवार्य रूपमा त्यहाँनिर एटलिस्ट जुनियर डक्टर जसले चाहिँ इमर्जेन्सीको एटलिस्ट फर्स्ट एड ट्रिटमेन्टहरू गर्न सकोस् त्यो डक्टरहरू 24/7 अभाइलेबल हुनुपर्छ भन्ने व्यवस्था छ। तर अहिले म्याक्सिमम नेपालको हस्पिटल्सहरूमा हामीले हेर्यौँ भने डक्टर्सहरू हुँदै नहुने र असिस्टेन्ट डक्टर्सको त कुरै छोडौँ त्यहाँनिर असिस्टेन्ट पनि नहुने र अर्को कुरा त्यहाँनिर तपाईले इमर्जेन्सीमा कुनै पनि पेसेन्ट लगेको छ भने पहिला फर्म भर्न लगाउने, हैन? र त्यो फर्म भरेर मात्रै ट्रिटमेन्ट गर्ने द्याट इज द भायोलेसन अफ ह्युमन राइट। त्यसैले यो कुरामा पनि हाम्रो नेसनल ह्युमन राइट्स काउन्सिलमा गएर पनि हामीले कम्प्लेन्ट्सहरू गर्न सक्छौँ। रिसेन्टली एउटा एकदमै दुःखद एउटा स्याड इन्सिडेन्ट हामीले पायौँ। जस्तै 4 years ओल्डको माइनर बच्चा छ, उसलाई चाहिँ एङ्कलमा चोट लागेको छ र त्यो एङ्कलमा उसको एङ्कलमा चोट लागेको भएर इट वाज लाइक ह्युज ब्लिडिङ भइरहेको छ र तुरुन्तै त्यो बच्चालाई हामीले हस्पिटल पुर्याउँदाखेरि चाहिँ त्यहाँनिर डक्टरै नभएको अवस्था छ र त्यो डक्टर लेटली आएपछि पनि यो फर्म भर्नुहोस्। र अर्को कुरा त्यहाँनिर एङ्कल ब्लिडिङ भइरहेको छ भने डेफिनेटली ट्रिटमेन्ट गर्नुपर्ने जरुरत हुँदाहुँदै पनि यो चेकअप गर, ब्लड टेस्ट लिएर आऊ, यो चेकअप गर, त्यो चेकअप गर भनेर अननेसेसरी हामीले पेमेन्ट चाहिँ गर्नुपर्ने जसले गर्दाखेरि हस्पिटलको चाहिँ त्यहाँ अर्निङ चाहिँ भइरहेको छ तर बच्चाको लागि त्यो बेसिक इमिडिएट ट्रिटमेन्ट चाहिँ त्यहाँ भइरहेको छैन। सो अब नर्मली ठुलो मान्छेले त त्यो सहन सक्छ तर 4 years माइनर बच्चाले पनि त्यस्तो कुराहरू फेस राख्नु परेको छ भने दिस इज डेफिनेटली अ सिरियस सिचुएसन। किनभने नेपाल इज अ पार्टी टु युनाइटेड नेसन्सको CRC चाइल्ड राइट कन्भेन्सनको पनि नेपाल पार्टी छ र चाइल्ड राइट कन्भेन्सनले के भन्छ भन्दाखेरि कुनै पनि बच्चाहरूलाई झन् यस्तो हेल्थ इस्युजहरू एकदम सिरियसली लिनुपर्ने हुन्छ। त्यसमाथि मेडिकल ट्रिटमेन्ट, त्यसमाथि एक्सेसिभ ब्लिडिङको कन्डिसन छ र त्यो बच्चाले डेफिनेटली नर्मल मेजर पर्सनले लाइक हामीले सहेको जस्तो त्यो बच्चाले चाहिँ सहन सक्दैन। तर पनि दिस इज अ भेरी स्याड स्टोरी र त्यही भएको कारणले गर्दाखेरि तपाईहरु पनि बुझिराख्नु होला। इन केस तपाईले पनि आफ्नो बच्चालाई त्यसरी लगिराख्नु भएको छ अथवा कुनै पनि आफ्नो एल्डरली पेरेन्ट्सलाई इमर्जेन्सी सर्भिसेसको लागि लगिराख्नु भएको छ अथवा
कुनै पनि एजको व्यक्तिलाई इमर्जेन्सी सर्भिसेसमा लग्दै हुनुहुन्छ भने फर्स्ट अफ अल कुनै पनि डक्टरले इमिडिएट ट्रिटमेन्ट गर्नुपर्छ र मैले अघि भनेको लिगल प्रोभिजन्स अन्तर्गत चाहिँ दिस इज द बेसिक राइट फन्डामेन्टल राइट विच नो डक्टर क्यान डिनाई र यदि तपाईँहरूले यस्तो इमर्जेन्सी सिचुएसन्सहरू फेस गर्नु पर्यो र डक्टर्स त्यहाँ टाइमली छैन भने तपाईँहरूले नेपाल मेडिकल काउन्सिलको हाम्रो अफिसियल वेबसाइट छ त्यो वेबसाइटमा गएर तपाईँहरूले होम पेजमा नै कुनै पनि हस्पिटलको अगेन्स्टमा कम्प्लेन फाइल गर्न सक्नुहुन्छ र अर्को कुरा डक्टरको नाम थाहा छ भने डक्टरको नाम नै लेखेर पनि कम्प्लेन फाइल गर्न सक्नुहुन्छ र अर्को कुरा भनेको तपाईँहरूले हाम्रो कुनै पनि लयर हायर गरेर एफआइआर लन्च गर्नुहोस् तुरुन्तै र त्यो हाम्रो मेडिकल नेग्लिजेन्सकोमा पनि तपाईँहरूले मुद्दा दर्ता गर्न सक्नुहुन्छ र यदि यस्तो गरिरहेको छ भने चाहिँ नेपालको कानुन अन्तर्गत एकदमै सिरियस जस्तै डक्टरको लाइसेन्स नै खारेज हुने र अर्को भनेको तपाईँको 1 to 3 इयर्ससम्म इम्प्रिजनमेन्ट अथवा फाइन तिर्नुपर्ने हैन अथवा अल्टिमेटली डेथै भयो भने इभन इम्प्रिजनमेन्ट पनि हुन सक्ने व्यवस्था छ त्यसैले यो कुराहरू तपाईँले सेभ गर्नु होला र यदि तपाईँले सफर गरिराख्नु भएको छ भने प्लिज डु नट हेजिटेट टु फाइल अ केस र कुनै पनि लिगल एक्सन लिनु छ भने डु रिमेम्बर अस अल अबाउट लज र यो भिडियो सेभ गरेर पनि राख्नु होला फर यर फर्दर हेर्नको लागि पनि काम लाग्नेछ र अर्को कुरा तपाईँहरूले एफआइआर गर्न त टाइम लाग्छ त्यही भएर इमिडिएटली अगाडि अन द स्पट पनि कोही whoever is available डक्टर्सहरूलाई चाहिँ के भन्नुहोस् भन्दाखेरि हाम्रो नेपालको संविधानको धारा 35 अन्तर्गत र पब्लिक हेल्थ सर्भिस एक्ट अन्तर्गत र नेपाल मेडिकल काउन्सिल एक्ट अन्तर्गत डक्टर 24/7 त्यहाँ हुनैपर्छ र भएपछि पनि फर्म भरेर अनावश्यक कुरा गर्नुभन्दा इमिडिएट ट्रिटमेन्ट गर्नैपर्छ त्यो पनि राइट ट्रिटमेन्ट भनेर आवाज उठाउनु होला किनभने तपाईँले जबसम्म आवाज उठाउनुहुन्न तपाईँ जबसम्म सप्रेस भएर बस्नुहुन्छ त्यतिसम्म हाम्रो नेपालको सिस्टम बदल्दैन त्यसैले प्लिज रेज यर भोइस बरु तपाईँहरूले हेल्प लिन सक्नुहुन्छ पब्लिकको त्यहाँ को अभाइलेबल हुनुहुन्छ रेज द भोइस अगेन्स्ट हस्पिटल र रेज द भोइस अगेन्स्ट अननेसेसरी मेडिकल चेकअप्स द्याट दे हामीलाई गर्न लगाउँछ त्यसको अगेन्स्ट पनि भोइस रेज गर्नु होला दिस भोइस इज फर चेन्ज सो डु चेन्ज हामी सबै मिलेर यो सिस्टमलाई चाहिँ चेन्ज गर्नुपर्छ जनहितमा जारी अल अबाउट लज नमस्ते